आज जेनजी आन्दोलनको 1 महिना पुरा हुँदैछ र यो 1 महिनाको अवधिमा हामीले सबैले नेपालको राजनीतिक रङ्गमञ्चमा धेरै दृश्यहरू देखिसकेका छौँ। सर्वप्रथम त जेनजी आन्दोलनमा शहादत हुने सम्पूर्ण जेनजी युवाहरूलाई हार्दिक श्रद्धाञ्जली, परिवारजनमा गहिरो संवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। यो 1 महिनामा म आन्दोलनको केन्द्र काठमाडौँदेखि म आफ्नो गाउँदेखि लगेर धेरै प्रकारका भेटघाटहरू छलफलहरू गरेँ, आफ्नो चिन्तन मनन गरेँ, केही लेखेँ, केही पढेँ। काठमाडौँमा पुग्दाखेरि जेनजीका थुप्रै अभियन्ताहरूसँग पनि भेटघाट गरेँ र म अहिले पनि निरन्तर सम्पर्कमा छु। त्यसैगरी सरकार बन्दै गर्दाका स्टेक होल्डरहरूलाई पनि भेटेँ, कतिपय दलहरूका नेताहरूसँग पनि कुराकानी गरेँ, पत्रकारहरूसँग पनि भेटेँ। म एउटा रोचक किस्सा सुनाउँदैछु। यो जेनजी आन्दोलन पछिको एउटा त्यो दुःखदायी पनि हो मेरो लागि कि यो नबदलिएको दृश्य भन्न खोजेको मैले। हामी साथीहरू थियौँ, ऋषि धमलासँग बसिराखेका थियौँ र उनले त्यहाँबाट उनलाई थुप्रैलाई चाहिँ कुराकानी गरिराखेका थिए। हामीले अब अवस्था कस्तो छ खास जेनजी आन्दोलन पछिको अवस्था भन्ने बुझिरहेका थियौँ। उनी खास कुरा गर्दा गर्दै उनी राजनीतिक दलको नेता जस्तो कुरा गरेर अब म चाहिँ देशको सेवा गर्ने हो भनेर हात जोड्दै थिए। अनि एकजनाले आएर त खुट्टी ढोकेर अब म तपाईलाई प्रधानमन्त्री बन्नको हेर्न चाहन्छु भन्यो। सायद मलाई अहिले लाग्छ उनी मन्त्री हुने लाइनमा रहेछन् त्यो बेला भनेर। यहाँ नाम नभनौँ, त्यस्ता थुप्रै स्टेक होल्डरहरूसँग भेटघाट गरियो, त्यस्ता थुप्रै राजनीतिक पात्रहरूसँग भेटघाट गरियो, त्यस्ता चर्चित बनेका अभियन्ताहरूसँग भेटघाट गरियो जो मन्त्री हुने लाइनमा थिए। भनेको मतलब मैले भन्न खोजेको कुरो के हो भने यो 1 महिनाको बीचमा अझै पनि थुप्रै प्रकारका खिचातानीहरू काठमाडौँ हुँदै गइरहेका छन्। यो अवस्थामा यो अनुभव, यो भगाइ चाहिँ विशेष त जेनजी युवाहरूलाई, जेनजी भाइ बहिनीहरूलाई भन्नुपर्छ भनेर मैले यो आफ्नो अनुभव भन्नको लागि यो एउटा पृष्ठभूमि बाँधेको हो। यो 1 महिनामा के बदलिएको लाग्छ भाइ बहिनीहरूलाई है, जेनजी अभियन्ताहरूलाई, जेनजीहरूलाई म भन्न चाहन्छु यो 1 महिनामा कोही बदलिन तयार भयो? यहाँ को बदलिन तयार भयो? पुराना दलहरू, नयाँ दलहरू हैन, तपाईहरुले भनेका तिनी चर्चित बालेनौ तिनी पात्रहरू, कोही पत्रकारहरू, व्यवसायीहरू हैन, तपाईको चाहिँ अभियन्ताहरू, नेपालमा कोही बदलिन तयार भयो यो 1 महिनामा? यत्रो आन्दोलन, जुन आन्दोलनको नेतृत्वकर्ता पनि थिएन, जुन आन्दोलनको स्पष्ट माग पनि थिएन, जुन आन्दोलनमा एक प्रकारको रोडम्याप पनि थिएन, त्यो आन्दोलनमा सयौं युवाले बलिदानी दिएका छन्, तर कोही बदलिन तयार भयो? कोही पनि तयार छैन। हो त्यसकारण कलिला जेनजी युवा भाइ बहिनीहरू जो चाहिँ 20 को मुनि हुनुहुन्छ, 25 को मुनि हुन्छ, उहाँहरूलाई केही कुरा त भन्नुपर्छ भनेर यो कुरा मैले गरिरहेको छु। किनकि यो बीचमा थुप्रैले मलाई चाहिँ गुनासाहरू पनि पठाइरहनु भएको छ, गुनासाहरू पनि पोख्नुहुन्छ, रिस पोख्नुहुन्छ, आवेग पोख्नुहुन्छ। गणेशमान तिमी पनि उस्तै हैन, तिमी पनि उही यत्रो मान्छे मरिसक्दा, यत्रा युवाहरू मरिसक्दा पनि तिमी परिवर्तनको विरोध गर्ने हो भन्ने थुप्रो प्रकारको गुनासोहरू छ। ती 25 वर्ष माथिकाहरूलाई त मैले केही पनि सम्झाउनु छैन, किनकि उनीहरू सर्वज्ञानीहरू छन्। सर्वज्ञानी नै ज्ञानी भएको यो नेपालमा चाहिँ कलिकलाई सम्झाउनु छ र। तर म ती भाइ बहिनीहरू जो 20 वर्षका मुनिका छन्, 25 वर्ष मुनिका छन्, टिनेजर उमेरका छन् र तिनीहरूले देश बदलिएको हेर्न चाहन्छन्, देशलाई परिवर्तन भएको हेर्न चाहन्छन्, ती भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने तपाईहरुले यो घटनाबाट पाठ सिक्नुहोस्। नेपालका थुप्रै त्यस्ता राजनीतिक इतिहास तपाईले पढ्न नपाए पनि हैन, क्रान्तिहरू पढ्न नपाए पनि, बलिदानीहरूका ती गाथाहरू पढ्न नपाए पनि तपाईले आफ्नै आँखै अगाडि तपाई आफ्ना साथीभाइहरू जो भक्करका उमेरका थिए, कलेज पढ्दै गरेका, तिनीहरूले गरेको बलिदानी पछिका दृश्यहरू हेर्नुस्। सरकारमा को आए, कस्ता पात्रहरू आए, किनकि तपाईले मानेको सरकार हो नि त यो। सुशीला कार्की जो चाहिँ सुडान घोटाला जस्तो चर्चित अरबौं घोटालामा उहाँले 50,000 जरिवाना गराउनु भएर सबैलाई उन्मुक्ति दिनुभएको थियो, उहाँ चाहिँ प्रधानमन्त्री हुनुभयो। प्रधानमन्त्री हुनुभन्दा अगाडि तपाईहरुलाई उहाँले के भन्दै हिड्नुहुन्थ्यो भने यो देशका यो चाहने हो भने 5 दिनमा भ्रष्टाचार मुक्त हुन्छ भनेर तपाईको प्रधानमन्त्रीले भन्नुहुन्थ्यो। तर अहिले 1 महिना बितिसक्यो हैन, तपाईहरुले विस्थापित गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो भनिसक्नुभयो कि मलाई छानबिन गर हैन, र तिमीहरू पनि आफू छानबिन हुन सक्छौ भनेर च्यालेन्ज दिइसक्नुभयो। भनेको मतलब 1 महिनामा यदि सुशीला कार्कीले भ्रष्टाचारको छानबिन गरेपछि त्यो भ्रष्टाचारको छानबिन गर्न विरोध कसले गर्छ? जेनजी तपाईहरुले गर्नुहुन्छ? कुनै दलले गर्नेवाला छ? कोही जनताले गर्छ भ्रष्टाचारको छानबिनको? तर
गर्नु हुँदैन, कहिले पनि गर्नुहुने छैन उहाँले। अब जस्तो बालेन, तपाईँहरूलाई भन्ने कुरा, अब बालेन त अहिले त चर्चित हुनुहुन्छ, जेनजीहरूको एउटा ठुलो लिडर हुनुहुन्छ बालेन। अब तपाईँलाई म भनौँ होइन, बालेन मेरो नजरमा केही पनि सफल मान्छे होइनन् होइन। तपाईँ हामीले कसैको नाम देखेर, कसैको इतिहास हेरेर, कोही धनी होला, कोही गरिब होला, कोही राजा होला, कोही राजाको छोरा होला, कोही नेता होला, तिनीहरूबाट हामी प्रभावित हुने हो। अहिलेको यो यत्रो टेक्नोलोजीको दुनियाँ, यत्रो 21औं शताब्दीको प्रविधिको दुनियाँमा हामीले त फ्याक्ट हेर्ने होला नि त, तथ्यहरू हेर्ने होला नि त होइन। बालेनले यो बिचमा के गरे त 1 महिनामा होइन? सिंहदरबार जलाउने घोषणा त गरे, जल्यो। तर उनले कुन रोडम्याप दिए, जुन रोडम्यापबाट जेनजीहरूले भनेको जस्तो अब अगाडि बढ्छ सरकार भनेर के दिए? किनकि उनीसँग छँदै थिएन होइन। बालेनलाई समर्थन गरिरहेका तपाईँ थुप्रो, बालेनलाई एउटा आदर्श मानिरहेका थुप्रो जेनजी भाइ बहिनीहरूलाई भन्न चाहन्छु म, बालेनको पछाडि लागेर स्वार्थपूर्ति गर्नेहरू कति छन् कति यो देशमा। बालेनको विरोध गर्नेहरू पनि आफ्नो स्वार्थपूर्ति गर्न लागिरहेका छन्, बालेनको समर्थन गर्नेहरू पनि आफ्नो स्वार्थपूर्ति गर्न लागिरहेका छन्। तर तपाईँ जेनजी युवाहरू, भर्खरका युवाहरू बालेनलाई त आदर्श भावले हेरिरहनु भएको छ, किनकि बालेन भने त ठुलो नेता हो भन्ने तपाईँहरूलाई परेको छ। म तपाईँलाई एउटा सानो तथ्य भन्छु, बालेन काठमाडौँ महानगरपालिकाको मेयर हुनुहुन्छ। मैले नेपालमा सबैभन्दा मेरो अध्ययनले सबैभन्दा मानेको मेयर कोही छ भने सुनिल प्रजापति छ। सुनिल प्रजापति मेयर हो भनेर तपाईँहरूले कतिले सुन्नुभएको छ? कति पत्रपत्रिकाहरूले चाहिँ सुनिल प्रजापतिको बारेमा समाचार लेखेका छन्, कति विद्वानहरूले सुनिल प्रजापतिको बारेमा लेखेका छन्। मलाई अहिले पनि लाग्छ सुनिल प्रजापति मेयर भएको नगरपालिकामा 20 रुपियाँको किसानलाई मल दिनेदेखि लगेर डाक्टर इन्जिनियर पढाउने योजना साकार पुरै भएको छ, इन्जिनियरहरू बनिरहेका छन् त्यो नगरपालिकामा। तर कसैले नाम लिन्छ लिँदैन नि, त्यस कारणले सत्य बिग्दैन। किनकि जुन बिग्ने कुरा हुँदैन त्यो नबिग्ने कुरा अहिलेको स्वार्थी जमानामा कसले गर्छ? तपाईँहरूलाई। बालेनको विरोध गर्दाखेरि पनि बिग्छ, बालेनको समर्थन गर्दाखेरि पनि बिग्छ। तर बालेन के यस्तो प्रचार गर्न लायक व्यक्ति हुन् त? बालेनले के गरेका छन्? जुन उनले गरेको कामको प्रचार गरेर तपाईँहरू हामी पालिका कति क्षेत्रफलमा फैलिएको छ? 49 वर्ग किलोमिटर मात्रै छ होइन। 49 वर्ग किलोमिटर क्षेत्रफल भएको महानगरपालिकाका मेयर हुन् बालेन। र बालेनले कति बजेट चलाउँछन् त वर्षको? 26 अर्ब बजेट चलाउँछन्। म तपाईँलाई एउटा फ्याक्ट भन्छु कि बालेन 49 वर्ग मिटरको क्षेत्रफलको त्यो जमिनमा उनले 26 अर्बको बजेट चलाउँछन्। र कर्णाली प्रदेश जो काठमाडौँ महानगरपालिका भन्दा 700-800 गुणा ठुलो छ, 30,211 30,000 भन्दा बढी वर्ग किलोमिटरमा फैलिएको कर्णालीमा बजेट कति छ? 32 अर्ब। 26 अर्ब बालेनले चलाउँछन्। कर्णाली सरकारले, कर्णाली प्रदेश नेपालको सबैभन्दा ठुलो प्रदेश कर्णाली प्रदेशले 32 अर्ब बजेट चलाउँछ। अनि अब उनले के गरेका छन् त बालेनले? ल भन्नुहोस् त, अहिलेका युवाहरू, तपाईँ पढे लेखेको युवाहरूले भन्नुहोस् त बालेनले के गरेका छन्? उनले एम्बुलेन्स बाँडेका छन्, उनले छात्रवृत्ति दिएका छन् विद्यार्थीहरूलाई, उनले विभिन्न किसिमका मन्दिरहरू, पार्टी पौवाहरू पुनर्निर्माण गरिरहेका छन्। त्यो कुनै दिमाग चाहिन्छ त्यहाँ? कुनै एकदम खतरा नेता चाहिन्छ त्यो गर्नलाई? त्यस कारणले मैले भन्न खोजेको कुरा के हो त भन्दाखेरि, मैले कतिपय साथीहरूलाई पनि भन्ने गर्छु, बालेन भन्दा म अझै पनि 100 गुणा राम्रो काम गर्न सक्थेँ होला होइन। मलाई कहिले काहीँ लाग्छ कि कस्तो सतिले सरापेको देश हो, जुन देशमा भर्खरको 30-35 वर्षको एउटा युवा बालेन काठमाडौँ जस्तो महत्त्वपूर्ण नेपालको मुटुको महानगरको मेयर हुन्छ र उसको रात दिनको चाहिँ उसको काम भनेको के हुन्छ भने भट्काउने मात्रै र अर्कालाई विरोध गर्ने मात्रै हुन्छ कि। बालेनले देश बनाउने परिक्रमा गर्न सक्थे, उनीसँगको त्यो प्रकारको स्रोत थियो काठमाडौँमा। किनकि काठमाडौँको मेयरले चाहने हो भने नेपालभरिबाट पढ्न गएका विद्यार्थीहरूको एकदम तपाईँको राम्रो अभिभावक बन्न सकिन्छ। यदि एउटा गुड अभिभावक, एउटा असल अभिभावक काठमाडौँ नगरपालिकाको मेयर बनेर नेपालभरिका युवाहरूलाई यदि प्रशिक्षित गरेर नेपालभरिका युवाहरूलाई एक प्रकारको दक्ष जनशक्ति बनाएर देशैभरि पठाउन सकिन्थ्यो नि त। उनीसँग थुप्रो अवसर थियो नि त त्यो कुरा है, खैर त्यतातिर नजाउँ। त्यस कारणले मैले भन्न खोजेको कुरा के हो भने, बालेनको बारेमा 50औं पटक चाहिँ सम्पादकीय लेख्ने, समाचार लेख्ने कान्तिपुरले किन कहिले पनि सुनिल प्रजापति जस्ता थुप्रै मेयरहरू जसले राम्रो काम गरिरहेका छन्, अन्य मेयरहरूले गाउँपालिका अध्यक्षले गरिरहेका छन्, उनको बारेमा बोल्दैनन्? त्यस कारणले तपाईँहरूलाई फ्याक्ट कुरो, सत्य कुरा बताउने यहाँ कोही पनि छैन, कोही पनि छैन। यो जेनजी युवाले बुझ्नु पर्यो। तपाईँहरूलाई त्यो आन्दोलन गर्न उक्साउने कयौँ कलाकारहरू थिए, तिनीहरू कोही आन्दोलनमा सहभागी भए, उनीहरूको आफन्त कोही सहभागी भए, कोहीले बलिदानी गरे।
यो सरकारलाई अब्दस्त गर्नुपर्छ, यिनी पुराना दललाई मरेर भए पनि फाल्नुपर्छ, क्रान्ति गर्नुपर्छ भन्नेहरूले आफ्ना छोराछोरी कहिले गुमाएका छन्। प्रचण्डले कहिले आफ्ना छोराछोरी गुमाए, बाबुरामले गुमाए, केपीले कुनै आफन्त गुमाए, शेरबहादुरले आफ्ना छोराछोरी गुमाए, गगनले केही गुमाएका छन्। जो नेगेटिभ भाष्य सिर्जना गरेर जसले मार्नुपर्छ, क्रान्ति गर्नुपर्छ, विरोध गर्नुपर्छ, सबै जति गरेका छन् नि, जति बोल्छन् नि तपाईको चाहिँ यस्तो छ उस्तो छ हैन, यो भ्रष्ट भइसक्यो समाज, यस्तो भएको 5 दिनमा म यस्तो गराउन सक्छु उस्तो गराउन सक्छु भन्नेले के गुमाएका छन्? केही पनि गुमाएका छैनन्। तपाई भक्कर जो आर्थिक रूपले कमजोर हुनुहुन्छ, जो स्रोतसाधनले कमजोर हुनुहुन्छ, उमेरले सानो हुनुहुन्छ हैन, तपाई दूरदराजको हुनुहुन्छ, तपाईलाई सपना देखाइन्छ, तपाईलाई उत्तेजित बनाइन्छ, तपाईलाई गलत तथ्य दिइन्छ र तपाईलाई बलिदानी गर्न तपाईको रगत तपाई कयौं घाइते छन्, 400-500 घाइते छन्, तिनीहरुको भविष्य के हुनेवाला छ अब। त्यसकारणले समग्रमा म जेनजी युवा पुस्ताहरूलाई के भन्न चाहन्छु भने देश बन्ने भनेको कुनै व्यक्तिले बन्ने होइन, कुनै चमत्कारिक नेताले बन्दैन देश, एउटाले बन्दैन। पृथ्वीनारायण शाहले पनि बनाएनन् देश, जङ्गबहादुर राणाले पनि बनाएनन्, महेन्द्रले पनि बनाएनन्, बीपीले पनि बनाएनन्, 10औं वर्ष चाहिँ हजारौं लडाकु जनमुक्ति सेना बनाएका प्रचण्डले पनि बनाएनन्। त्यसो कसले बनाउँछ त देश? प्रत्येक जेनजी युवाले बुझ्नुपर्छ अब देश बनाउने भनेको जनताले हो। जुन शिक्षकले आफ्ना विद्यार्थीको बारेमा कुरा गर्दैन, आफ्नो विद्यालयको बारेमा कुरा गर्दैन, राजनीतिको बारेमा अरूलाई सतोसराप गर्दै गर्छ, त्यो देश कहिले बन्छ? एउटा व्यवसाय गर्ने व्यवसायीले आफ्नो उद्यमका कुरा गर्दैन, आफ्नो व्यवसायका कुरा गर्दैन, दिनभरि चाहिँ तपाईको चाहिँ अरूलाई गाली गरेर बिताउँछ, कहिले बन्छ देश? हैन, एउटा डाक्टरले बिरामीहरूको चाहिँ असल उपचार गर्दैन तर उले अरूलाई दिनभरि अरूलाई सरापेर बस्छ, कहिले बन्छ देश? एउटा पत्रकारले आफ्नो सही सत्य सूचना दिने कुरामा चाहिँ ख्याल गर्दैन, भरम आरोप र विग्रह ल्याउने समाचार लेखिरहन्छ, बिक्ने समाचार लेखिरहन्छ, कहिले बन्छ देश? त्यसकारणले जो संसारका सुखी र खुशी भनिएका देशहरूमा त्यहाँ कोही नेता छैन। स्विजरल्यान्ड अहिले संसारका टप खुशी र सुखी देशहरू फिनल्यान्ड हो। ल, फिनल्यान्डको नेता तपाईले चिन्नुहुन्छ जेनजी युवाहरूले? स्विजरल्यान्डको कोही नेता छ? नर्वेको कुनै नेता छ? सुखी देशहरूका सिङ्गापुरको को छ नेता अहिले? त्यसकारणले जो सम्पन्न देश, जापानको को छ अहिले नेता? हैन, त्यसैले सम्पन्न देशहरूमा जनताले आफ्नो काम गरेका हुन्छन्। तपाई यदि राजनीति गर्ने सोच्नु भएको छ, गर्दै हुनुहुन्छ युवाले भने निष्ठाका साथ राजनीति गर्नुस्। तपाईले वकिल बन्ने खोज्दै हुनुहुन्छ, निष्ठाका साथ वकिल बन्नुस्। हैन, तपाईको चाहिँ डाक्टर पढ्दै हुनुहुन्छ, डाक्टर हुनुहुन्छ, तपाई निष्ठाका साथ आफ्नो पेशा गर्नुस्। असल नागरिक जब हुने प्रयत्न गरिन्छ नि, त्यो देश अटोमेटिक बन्छ। त्यसकारणले कोही कसैको पछि दौड्नु पर्दैन, तपाईहरु मेरो पछि दौड्नु पर्दैन, अर्काको पछि दौड्नु पर्दैन। फ्याक्ट, तथ्यहरु हेर्नुस् र सही कुरालाई सही कुरा हो भन्नुस्, गलतलाई गलत हो भन्नुस् र यो मार्ने ध्वंस, क्रान्ति, विद्रोहमा भर नपर्नुस्। मलाई एकदम क्लियर कुरा के छ भने भोगेर आएको हुनाले म आफै पनि हेर्छु। कोही मान्छेले क्रान्तिका ठुलठुला चर्का कुरा गर्दाखेरि म के हेर्छु भनेपछि उले साच्चै गुली खान तयार छ कि छैन भन्ने हेर्छु के। अरूलाई गुली खानुपर्छ, शहीद बन्नुपर्छ यो देश बनाउनको लागि भन्छ, तर उ कहिल्यै पनि एक दिन पनि जेल बस्न तयार हुँदैन। हैन, म यो देशको लागि जस्तो घाँटी सिरिन पनि तयार छु भनेर भाषण गर्छ, तर उ आफूलाई पढ्दाखेरि 5 मिनेट पनि टिक्दैन। त्यसकारणले सत्य त त्यो हो नि त, सत्य त्यो हो नि त, ज्यान कसरी बचाउँछ त? हैन, त्यसकारणले गर्दाखेरि प्रत्येक जेनजी युवा भाइ बहिनीहरूले के बुझ्नुपर्छ भने कसैले पनि देश बनाइदिनेवाला छैन हाम्रो देश। कोही चमत्कारिक नेता आउनेवाला पनि छैन। कोही पार्टी यस्तो पार्टी छैन जुन पार्टीले एकदम रातारात चमत्कार गर्नेवाला छैन। त्यसकारण भक्करका युवा मेरा भाइ बहिनीहरूलाई एकदमै रिक्वेस्ट मेरो के छ भने हामी त अब यो उमेरमा आएर बिग्रियौँ, हामी राजनीतिमा लागेर बिग्रियौँ, हामी चाहिँ राजनीतिमा नलागेका मान्छेहरू पनि बिग्रियौँ। हैन, हामीले हाम्रा जिम्मेवारीहरू भुल्यौँ, हामीले हाम्रा कामहरू भुल्यौँ, हामीले समाजमा परिवारमा थुप्रो योगदान गर्न सक्थ्यौँ, हाम्रो क्षमता थियो होला, तर हामीले बाटो बिरायौँ। हामी त्यो बाटो सच्याउने पक्षमा छौँ, तर तपाईहरु त भक्करै सुरु गर्दै हुनुहुन्छ नि त जीवनको यात्रा। हैन, त्यसकारणले तपाई नबरालिनुस्, अहिलेको उच्च प्रविधि प्रयोग गर्नुस्, आफ्नो क्यारियर बनाउनुस्, आफूले असल नागरिक हुने मात्रै ध्येय राख्नुभयो भने यो देश तपाईले हेर्दा हेर्दै बदलिनेछ, विकसित हुनेछ, खुशी हुनेछ। यही सन्देश दिन चाहन्छु। हस्त, धन्यवाद।